लाइक गरिदिनुहोस् म दिदीहरूलाई यति गाह्रो खालको काम गराउँछ दिदीहरूलाई है जानेको चाहिँ म सोच्दैछु बिस्तारै स्पेशल तिहार हो आज कुकुर तिहार ए हामी पनि ए हामी आउँछु हेलो गाइज गुड मर्निङ एन्ड वेलकम टु माई युट्युब च्यानल आज चाहिँ म बिहानै उठेर जाँदैछु ब्रिस्बेन मेरो भाइ चाहिँ तिहार मनाउनको लागि सिडनीबाट ब्रिस्बेन आउँदैछ त्यो पनि ट्रेनमा टाइम चाहिँ मिनिमम 14 आवर लाग्दो रहेछ है र टिकट चाहिँ $99 तिरेको कस्तो भयो ट्रेनको यात्रा कान्छ भ्यूहरू हेर्दै आइयो हैन अब सुत्नलाई चाहिँ अलिकति गाह्रो हुँदो रहेछ एकदम सिडनीदेखि चाहिँ ब्रिस्बेन चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ क्विक आइयो है नयाँ नयाँ ठाउँमा आएको हो एकदम हावापानी पनि एकदम राम्रो छ यहाँको सिडनी राम्रो कि टोम्बा राम्रो सिडनी नै राम्रो भनौँ भनेपछि ट्रेनमा चाहिँ किन्न पाइन्छ खाना हैन हजुर किन्न पाइन्छ दिउँसोको 2:44 मा हिँडेर अहिले बिहान 4 बजे आइपुग्यो ब्रिस्बेन सस्तो पनि छ आउन मन लाग्यो भने चाहिँ ट्रेनमा यात्रा राम्रै हुँदो रहेछ हैन नट टु ब्याड एकदम लक्ष्मी पूजा कहिले आज कि भोलि हाम्रो बाथरुममा हेरेको आज देखाइरहेको छ अस्ट्रेलियामा चाहिँ भोलि रे आज कुकुर तिहार होइन र के हो भने वाइ सो मच कन्फ्युजन अलवेज 4 साल पनि त्यो साल पनि अझै यहाँ वेट गरिरहेको छु कोल्सबाट पनि अलिकति सामान लिएर म घर फर्किन लागि अब ट्राई गरौँ ए म सुत्ने हुँदो रहेछ कसरी लाउँछ नि यसलाई के गरे क्या सुतेको मान्छेले हुन्छ कता हुन्छ सुते मान्छेले के गरे मार्दै हाई गाइस हामी चाहिँ आज तिहार मनाउँदैछौँ खाना साना चाहिँ खाइसक्यो मासु भात होइन अनि टिका चाहिँ लाउनु पाइन तर माला चाहिँ लगाइदिएछ किनकि आज स्पेशल तिहार हो आज कुकुर तिहार ट्राई गरे भनेर यहाँ ठग्ने मान्छेले दिन्दिन यार के गरे यस्तो टिका चाहिँ काट्दिनु पर्ने छ अब कुकुर दिएर न्युज नहेऱ्यो भने यस्तो गर्नु तपाईँले मलाई बाक्ने मान्छे भात अघि नै खाइसक्यो माला लगाइदिइसक्यो अब आइज फेरि लगाइदिन्छ कपडा मन पर्यो त्यस्तो राम्रो कपडा त रहेन छ यहाँ है स्पेसल्ली हामी बत्ती किन्न आएको अनि बत्ती किन्दा भाइलाई अर्को के मन कता गयो यसलाई के मन पर्यो रे अनि त्यही भएर हामी त्यो किन्दैछौँ यति ठुलो भइदिएछ हौ म हामी चाहिँ घरको सामान किनेर आयो तिहार स्पेशल सामानहरू लिनको लागि चाहिँ हाम्रै टोम्बामा रहेको नेप्लिज ग्रोसरी स्टोर क्विक एन्ड इजी ग्रोसरी स्टोरमा गएर सबै सामानहरू ल्याएँ जस्तै मखमली माला टिका पूजाका सामग्री मिठाईहरू नरिवल भाइ मसला र सेल पकाउने भाँडा लिएर आएँ तिहारको लागि बत्तीहरू मिलाउँदैछु आई लाइक इट है बलियो सानो रहेछ तर पनि बत्तीको लागि चाहिँ मैले बिग डब्लुबाट सानै ल्याएर आएँ सानैले काम चलाम भनेर र यो बत्ती झुन्डाउनको लागि चाहिँ यति गाह्रो भएन हामीलाई बल्ल झुन्डाइयो हामी चाहिँ फिनी रोटी हाल्दैछौँ पहिला चाहिँ हामीले प्लेन फ्लावर 2 kg लिएको छौँ यो चाहिँ हामीले उलोटबाट किनेर ल्याएको बहिनीले चाहिँ नुहारनदेखिको बल निकालेर पिठो मुस्दैछ होइन अनि हामी चाहिँ रोटी बनाउँदैछौँ मैले चाहिँ यता पुछेर चाहिँ टिक्क पारिसक्यो आज हामी रोटी चाहिँ यसमै हाल्ने हो नर्मली हामीले नेपालमा युज गर्दाखेरि चाहिँ अब डल्लावाला हुन्थ्यो होइन हामीसँग चाहिँ पग्लेको घिउ छ तर पनि टालटुल पार्ने कोसिस गर्नेछौँ म चाहिँ साटोको लागि रेडी गर्दैछु अहिले यो फिनी रोटी बनाउनको लागि चाहिँ एकदमै लामो छ क्या प्रोसेस
पिठो मुछ रेस्टिङ गर्नलाई राखिदेऊ त्यसपछि फेरि साटो बनाऊ साटो राख फेरि पथार लोरी लगाऊ साटो लगाऊ फेरि लम्नाऊ फेरि काट अनि फेरि पथार अनि हाल यो घिउलाई चाहिँ हामीले एकदमै त्यसरी मोल्नुपर्छ कि यसलाई क्रिमी बनाउने गरी बेसरी विस्किङ गर्नुपर्छ साटोको लागि चाहिँ हामीले नर्मल्ली चामलको मसिनो पिठो युज गर्छौँ होइन तर चामलको पिठो नभएको खण्डमा चाहिँ प्लेन फ्लावर नै युज गर्दा हुन्छ यो टाइपको जुन चाहिँ हामीले अहिले युज गर्न गइरहेको छौँ अब चाहिँ मैले प्लेन फ्लावर हाल्दैछु यसमा अलिअलि अलिअलि हालेर मजाले मोल्दै जानुपर्छ हातैले युज गरेँ अब खाइ गर्मी पानीले त खाम आहा कति राम्रो गीत आज मक्ख जाम नतिर अहिले रोटी हालेर सुरुमा तँलाई फिनी बनाउँदाखेरि चाहिँ यो स्टेपमा एकदमै पावर देखाउनु पर्छ गाइस है जुन चाहिँ दिदीहरुसँग छैन यसलाई चाहिँ कतै बाक्लो कतै पातलो पनि नबनाइकन सबैतिर राम्रोसँग हैन चिटिक्क पारेर तान्नु पर्छ एंगल नभएर राम्रोसँग सिधा गाउँघरतिर त है कति अगाडिदेखि नै एउटाको घरमा आज रोटी हाल्ने के अरे कोही त 2-3 हप्ता अगाडि नै गर्ने 2-3 हप्ता अगाडिबाट एक दिनमा एउटाको घरमा अर्को दिन अर्कोको घरमा अर्को दिन अर्कोको घरमा है सबैजना कस्तो रमाइलो हुन्छ तिहार आएको त्यतिखेर 10-11 वर्षमा रोटी बेसरी हालेर पनि अनि डान्स सिक्न गएको छु क्या राति 12-1 वर्षमा अनि डान्स गर्दाखेरि त्यो चिचाएर बोलेर है घाँटी सुकेर है मेरो कस्तो लाग्यो स्वर सुक्थ्यो नि सबैको काम पर्ने कि मेन चाहिँ होइन अनि साँझ राति भेट्यो है अनि आमा कति रमाइलो भयो ल अब चाहिँ हाम्रो साटो लगाउने पालो साटो पनि रेडी भइसक्यो हाम्रो चाहिँ साटो लगाएर सक्यो अब बटार्नुपर्छ यसलाई मजाले मादल बजासेर बजाउँदै गर्दै गर्नुपर्छ हो यसलाई चाहिँ होइन पनि हुँदैन के बनाउनु पर्ने हो त्यो चाहिँ सिलाको है यो चाहिँ सिलाएको ल अब यसलाई चाहिँ कतै बाक्लो कतै पातलो नहुने गरी मजाले यो घिउ जताततै साटो जताततै पुग्ने गरी पकाउनु पर्छ यसरी आज चाहिँ कुकुर पूजा गर्न पाइएन गाइस किनकि वी डोन्ट ह्याभ कुकुर तर त्यसको रिप्लेसमेन्ट चाहिँ गरियो आज भिडियो हेरी चाहिँ थाहा पाउँछ तैँले है त यो भिडियो हेरी थाहा पाउँछ यसरी लामो बनाइसकेपछि यसलाई मजाले सानो पिसमा कट गर्नुपर्छ यसलाई चाहिँ हामीले छिटो पथार्नुपर्छ गाइस है फिनी रोटीलाई चाहिँ होइन हामीले पथार्दाखेरि चाहिँ एक साइडमा अलि लाम्चो जुन चाहिँ काट्ने साइड हुन्छ नि त्यसलाई चाहिँ लाम्चो बनाउनुपर्छ अनि चारकुने टाइपको होइन यसलाई चाहिँ दुईतिरबाट पथार्नु हुँदैन गाइस एकतिरबाट मात्र पथार्नुपर्छ यसरी ठ्याक्क चारकुने बनाउनुपर्छ गाइस दामी साइज आकार देखिन्छ काट्दाखेरि पनि राम्रो देखियोस् न काट्ने स्टाइल नै म देखाउँछु ल अहिले रोटी रेडी भयो गाइस लुक एट दिस यस्तो हुनुपर्छ रोटी भनेको अब यसलाई काट्नुपर्छ आफ्नो इच्छाले आफ्नो डिजाइनले तर म चाहिँ नर्मल बनाउन चाहन्छु अहिले हाम्रो चाहिँ पहिलो लोरीको रोटी सक्न गाइसक्यो रोटीहरू चाहिँ ठुलो भयो किनकि हामी ठुलो मान्छेहरूले खाने रोटी हल्का ठुलै हुन्छ गाइस है सायद तपाईँहरू हेर्ने मान्छे कि ठुलै मान्छे होला लाइक 5K लाइक कि 5K भ्यू कि के छ भ्युज मात्रै आयो भने चाहिँ हामी केक काट्छौँ तपाईँलाई केक काटेको हेर्न मन छ भने पुऱ्याइदिनु 5K लाइक आयो भने चाहिँ हामी चाहिँ दिदीहरूले च्यालेन्ज गरेर भनेको अनुसार चाहिँ होइन यो तैँले जे भन्छस् त्यो मान्छौँ ल ओके ल यो 5K लाइक चाहिँ हुनु पर्यो है एकदम मलाई चाहिँ आज होइन एकदम नै बनाउनु भएको छ उल्लु बनाउनु भएको छ दिदीहरूले होइन अब कुकुर तिहार दिनमा चाहिँ माला चेक गर्छु भनेर माला लगाएर ह्याप्पी बर्थडे भनेर होइन पुरै एकदमै खतरा भएको छ है गाइज है भिडियो बनाइसकेको छ हाँसिरहेको मुस्कान है यो मुस्कानलाई म ब्रेक गर्नु पर्यो क्या गाइजहरू है एकदम मलाई सपोर्ट गरिदिनुहोस् न 5K लाइक गरिदिनुहोस् म दिदीहरूलाई यस्तो के काम गराउँछु यति गाह्रो काम गराउँछ दिदीहरूलाई है जानेको चाहिँ म सोच्दैछु बिस्तारै तेल चाहिँ हाम्रो तातिँदैछ यता अनि त्यसपछि भाँडा चाहिँ अलिकति घोटेको छ चुलो पनि हल्का बिग्रेको छ गाइज डोन्ट माइन्ड प्लिज यो चाहिँ पिठो भएको भएर हामीले पिठोलाई पखाल्यौँ
होइन भने यो खार बस्छ नि त। रोटी बन्दैछ यता। यस्तो हुनुपर्छ है फिमी गाइस, यस्तो हुनुपर्छ है। यसलाई चाहिँ पानीमा पखालेर हाल्नुपर्छ। अनि आहा हाम्रो कति राम्रो रोटी भयो। वाह ए अझ राखी धेरै बोल्यो भने तेल छोड्छ होइन। त्योभन्दा अलिकति ठुलो काटिदिनु यस्तो होइन। अनि बच्चा बेलामा चाहिँ जान्दैनन् भनेर हामीलाई यो चाहिँ हाम्रो अर्को तरिकाको होला। अघिको तरिका कसरी बनाउँछन् भनेर म देखाउन गइरहेको छु ल। यो चाहिँ यस्तो गर्नुपर्छ गाइस होइन। यस्तो गर्नुपर्छ अनि यसलाई मसिनो बनाउनुपर्छ यसरी। अनि त्यसपछि यो रोटीलाई ट्याक्क लिएर यस्तो गर्नु तान्नुपर्छ। यसलाई घुमाएर ट्याक्क यहाँबाट जोड्नुपर्छ। सेम लाइक द्याट। यसलाई पनि तानेर घुमाउने ट्याक्क यहाँनिर जोडिदिने। तर अहिले देखेको जतिको राम्रो चाहिँ हुँदैन तार्यो भने। यो चाहिँ फेरि अर्को बिचमा मात्रै बनाएको डिजाइन हो गाइस। यो चाहिँ हाम्रो नर्मल रोटी। यो के लेखेको डिफ्रेन्ट डिजाइनमा है त। हामी चाहिँ अहिले कलरवाला बनाउँदैछौँ। हाम्रो चाहिँ कलरवाला फिनी बन्यो। यसमा चाहिँ फुड कलर हालेको थियो हामीले। पथारिसक्यौँ। अब चाहिँ पकाउनु पर्छ। उता के रोटी बनाउँछ ल भन्दा नाम? ए सबभन्दा सजिलो चाहिँ मलाई के अरे त्यो कागतिया रोटी भन्छ नि ती। कागतिया रोटी। त्यसलाई चाहिँ के पात के पत्रे रोटी पनि भन्छ नै कतिले चाहिँ। त्यसलाई चाहिँ केराको पातमा बनाउनु पर्छ। एकदम सजिलो मिठो पनि मिठो है। त्यसलाई चाहिँ कलरको बनाउनु मिल्छ फेरि थरीको है। रहेछ फिनी मेन भइहाल्यो। फिनी नहालिकन हाम्रो तिहार पनि आउँदैन, बिहे पनि हुँदैन है। ए रोटा हाल्दै हुनुहुन्छ ल। हाम्रो कान्छी आमाले पनि रोटी हाल्दै हुनुहुँदो रहेछ। ठ्याक्कै जिदियो है। कसका रोटा राम्रा ल देखाउनु त। यी हेर्नु हाम्रा रोटा। हाम्रो सेता रोटा पनि छन् मम्मी। ए रोटी खाने होइन फुपू? रोटी खाने भ्याउनु के अरे यतै। हाम्रो घरमा चाहिँ भैली आएको रहेछ। हामीले भैली हेरिरहेको छ। अनि भैली हेर्दै यता भैली उताबाट देखाउने, यता यस्तो भैली लागिरहेछ है। देउसी भैलो खेल्न नपाए पनि हामी चाहिँ घरको भैली हेरेर यसरी नाच्दैछौँ है। देउसी